साथीहरू, कुलमान घिसिङ भनेको नेपालको एकमात्र हिरो हो। उहाँ चाहिँ एउटा उज्यालोको हिरो भनेर म भन्न चाहन्छु र कतिपय साथीहरूले पनि भनिरहनु भएको छ उज्यालोको हिरो हुनु उहाँ भनेको। पक्कै पनि साथीहरू, कुलमान घिसिङ भनेको एउटा सच्चा देशभक्ति र देश र जनताको लागि एकदम अहोरात्र खट्ने एकमात्र हिरो नेपाल आमाको छोरा कुलमान घिसिङ हुनुहुन्छ। किनभनेदेखि पक्कै पनि आम सर्वसाधारण जनताले आज चाहिँ उहाँ कुलमान घिसिङलाई चाहिँ एउटा उज्यालोको हिरो भनेर चाहिँ उहाँलाई नामकरण गरिरहेको अवस्था छ। उहाँलाई उज्यालोको हिरो भनेर ट्याग लगाएको अवस्था छ। पक्कै पनि उहाँलाई ट्याग मात्रै लगाएको होइन, पक्कै पनि साथीहरू उहाँ एउटा नेपालको एकमात्र हिरो, उज्यालोको हिरो भनिने कुलमान घिसिङ हुन्। उहाँले धेरै राम्रा कामहरू गर्नुभएको छ। हिजो कुलमान घिसिङ आउनुभन्दा अगाडि हामीले 16-17 घन्टा 18 घन्टा 20 घन्टासम्म चाहिँ हामीले लोड सेडिङ खेप्दै आएको हाम्रो यो देश नेपाल र हामी नेपाली जनता साथीहरू तपाईँहरूलाई अवगतै छ। हिजोको कालखण्डमा कुलमान घिसिङभन्दा अगाडि जो रहनु भएको थियो त्योभन्दा अगाडि 12 देखि 16 घन्टासम्म दिनमा लोड सेडिङ हुन्थ्यो साथीहरू। यसमा तपाईँहरूलाई पनि कति एउटा लोड सेडिङ हुँदा एक त देशको कलकारखानालाई कति असर परेको थियो र आम नागरिकलाई, आम जनतालाई कति चाहिँ एउटा असर परेको थियो भन्ने कुराहरू तपाईँहरू आफै मूल्याङ्कन गर्नुहोस्। किनभने हिजो लोड सेडिङ गरेर हिजोका सोलर, हिजोका इन्भर्टरहरू, हिजोका चाहिँ तपाईँको चाहिँ सोलर इन्भर्टर लगायतका चाहिँ सामग्रीहरू बेचेर कति करोडौँ भए मान्छेहरू है। यो विषयमा कुरै नगरौँ, यो विषयमा प्रवेश नगरौँ साथीहरू। तर अब कुलमान आइसके पश्चातको जुन एउटा चाहिँ चमत्कार भयो त्यो विषयमा हामी आधारित भएर कुरा गर्न जाँदैछौँ साथीहरू। म आज त्यो विषयमा कुरा गर्दैछु साथीहरू। कुलमान नेपालको एउटा मात्रै एकमात्र सच्चा सपुत र उज्यालोको हिरो मानिने कुलमान घिसिङ हुन्। तर अहिले उहाँ कुलमान घिसिङ नै नेपालको राजनीतिक परिप्रेक्ष्यमा, नेपालको राजनीतिक घटनाक्रममा चाहिँ अहिले सत्ता परिवर्तन भएसँगै अहिले कुलमान घिसिङलाई किन स्पष्टीकरण लिएको छ, किन उहाँलाई चाहिँ पटक पटक प्रश्न सोधिएको छ, उहाँलाई किन स्पष्टीकरण मागिएको छ त भन्दा उहाँ विवादितको पात्र बन्नुभएको छ। हिजो वाह गरेको उहाँ चाहिँ हिजो उहाँ होला पार्टीको कुरा नगरौँ साथीहरू होइन। उहाँ जस्तै पार्टीभन्दा माथि रहेर, एउटा पार्टीको झन्डाभन्दा माथि रहेर चाहिँ देश र जनताको लागि उहाँ अहोरात्र खट्ने व्यक्ति हुन्। आज देशका दूरदराजमा उहाँले एउटा के गर्नुभएको छ, बिजुली प्रसारण गरिदिनु भएको छ, बिजुली लगिदिनु भएको छ। तपाईँको तराईको मुसर बस्तीदेखि लिएर गएर कर्णालीको दुर्गम भेगमा समेत बिजुलीको लाइन लगेर उहाँले त्यो किसिमको अहोरात्र खटेर तराईको मुसर बस्तीदेखि लिएर कर्णालीको हुम्ला जुम्लासम्म पनि उहाँले आज उहाँले चाहिँ उज्यालो पुर्याइदिनु भएको छ। यसकारण उहाँ